Oh, mama. Am I ready? Yes, I'm ready. Ready? Yes, bro. Ready. Let's go. बाइकले चाहिँ धोका नदिएछ आज होइन हामी चाहिँ कहाँ जानु लागेको भन्दा हाम्रो एकदम राम्रो ठाउँ अब हामी जारी 3 बनाउन जाँदैछौँ है त ल हाम्रो अर्को पार्टनर चाहिँ आइसक्नु भएको छ लिङ्गन भाइले आज एक्सपिरियन्स गर्ने हो अपलोड जान्छु भन्थ्यो साथीको हातमा बल अलि धेरै रहेछ यो चाहिँ मेरो लाटे हो कि लाटे सो गाइज अहिले चाहिँ हामी मधुबन आइसकेका छौँ 2-2.5 घन्टा भयो त्यसमा मनोज म्याम यस यो बाटोलाई हेरेर के भन्न चाहनुहुन्छ यो बाटोलाई हाम्रो गाउँको बाटो जस्तै लाग्यो मलाई चाहिँ Let's go! मामा के छ अलि चली भन्नुहुन्छ नि हाम्रो एभेन्जरमा नि मुस्ताङ जान्छ है मिनी मुस्ताङ मुस्ताङ छैन मिनी मुस्ताङ अलिक तल्लो Pumpkin pie, chocolate candy, Jesus Christ, ain't nothing please me more than you. Let me go home. Home is wherever I'm with you. हेर्दा सक्नुहुन्छ माछालाई कत्रो पहिरो जाने एरिया रहेछ यो चाहिँ होइन यो सब पहिरो गएको एरियाहरू हो ल मुन्जल हाउस द एक्सपिरियन्स टिल नाउ कस्तो छ बाटो एकदम एडभेन्चरस हामी चाहिँ यो ठाउँको नामै थाहा छैन तर हामी यहाँ ठाउँमा आइपुगिसकेका छौँ ल हामी चाहिँ यो ठाउँमा आइसकेका छौँ तर यस्तो खालको छैन क्या यस्तो पुरै डेन्जर डरै लाग्दैन उठो पनि Cheers. साथीहरू खाजा आइसक्यो है खाजामा चाहिँ चाउचाउ अन्डा कोक छ आधी बाटो बाँकी छ गाइज छैन अझै रात पर्न लागिसक्यो माथि आइसकेको चिसो पनि लागिसकेको छ गाइज हालत बेहालत भइरहेछ लाइफ टाइम एक्सपिरियन्स अघि भिडियो गरिसकेको कस्तो भइरहेछ एक्सपिरियन्स कस्तो जाडो भइरहेछ साथी हो हामी चाहिँ कहाँ पुग्यो त्यो पनि थाहा छैन होइन ल कहाँ आइपुगिसक्यो है धेरै जाडो छ यार 5 बजेर नागिसक्यो होइन तर आज चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ आइपुगेको छैन अझै जानुपर्ने छ यहाँ फेरि हावा कस्तो रहेछ चिसोले 25 किलोमिटर अब 25 किलोमिटर लेफ्ट नर्थ फेल होटल होइन हाइली रिकमेन्डेड फसेको पनि छैन अहिले हाइली रिकमेन्डेड हेलो रुममा चाहिँ हेरौँ न बा यो नि त सर्ट होइन त्यो आजको हामी सुत्ने रुम चाहिँ यही हो भात कति तान्दो रहेछ हेरौँ आज आमा लागेर दिनु थाले त गुड मर्निङ जीवन उठौँ गुड मर्निङ
गुड मर्निङ मामा बर्डिङ मनाउन चाहन्छु पहिला सरी चिया आइसकेको छ हुन्छ चिया पिलो आँखाले बोला मायालु ल साथीहरू हामी चाहिँ होटेलदेखि लागिसकेका छौँ 3 किलोमिटर जति हाम्रो पल्टन चाहिँ हिँडिसकेको छ होइन अनि हाम्रो गएको ठाउँ चाहिँ के आयो भन्दा त फेरि नाम पखु भन्छ कि छौ पौवा भन्छ पौवा भन्छ पौवा भन्छ कि पास छ पौवा भन्ने ल खाना लागिसकेको छौँ सायद हाम्रो स्पट आउनु लाग्यो होला तर खोजी उकालो त सक्दैन यो चाहिँ ठाउँ कुन रहेछ भनेर तपाईँहरूलाई जान्न मन छ भने हाम्रो जारी मुभी बनेको ठाउँ है त ओपन द च्याट यही ठाउँ होला डाँडा चाहिँ निस्किसकेको छौँ हामी चाहिँ टारमा निस्किसकेका छौँ कस्तो लागिरहेछ मुन्जल गाइज रेड फिस माछाहरू हो है To the park, through the jungle, through the dark. Girl, I never loved one like you. Boats and waterfalls, alleyways and payphone calls. I'll be here never with you. We laugh until we think we'll die, barefoot on a summer night. ल मामा कस्तो लाग्यो त तपाईँलाई सधैँ टार And with you. हाइक आएको ठ्याक्क जिउ पनि तातेको थियो एकदम रमाइलो भयो जाडो मस्ती हुँदैन अब फर्किने बेला चाहिँ घामले डढेर अलिक कालो कालो भयो जस्तो लाग्यो ल अब हामी चाहिँ फर्किँदैछौँ बाई बाई टु सदुटार बाई बाई टु दिस ब्युटिफुल प्लेस ल साथी हो अब हामी चाहिँ घुमेर आएर खाना पनि खाइसक्यौँ अब चाहिँ हामी लाग्दिन्छौँ सुसु लागेर उयो भइरहेछ नोरफेल होटेललाई पनि हामी अब बाई बाई गर्नु बेला आयो ल आउने कोही आउँदै हुनुहुन्छ भने यो ठाउँ के भन्न चाहनुहुन्छ आउनु होला अझ अलिक घुम्नु होला यहाँ चाहिँ तपाईँहरूलाई खाना बस्नको लागि एकदम 5मा 5 रेटिङ होम भाइब होम भाइब छ एकदम होम भाइब छ होइन अझै आमा हजुरबाबुको घरमा यस्तै हुन्छ होइन आन्टीहरू रमाइलो हुन्छ सरी आमाहरू ओइ ज्याकेट माग्दै त अझै कस्तो रमाइलो भएको थियो कति स्क्र्याच त भयो थाहा छैन लडेको छु म सिसाहरू डेट पनि गर्दै भइसकेको छ